हेलो एभ्रिवान शिवहरू गुड मर्निङ वेलकम टु माई मिनी ब्लग। अनि तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि म उही तपाईँहरूले माया गर्नुहुने अप्सरा बोकिम बोल्दैछु। अनि कहाँबाट स्टार्ट गर्दैछु भन्ने कुरा चाहिँ थाहा भइसकिसक्यो होला। यतिखेर चाहिँ खेतमा छु होइन। अनि बुद्ध शान्तिमा अनि भाइहरूको खेतमा छौँ नि त। आज हाम्रो बिटा बान्ने दिन हो। अनि त्यतिखेर पुरा बान्दै बसेर चाहिँ डन्डो घाम पनि नभयो नि साथीहरू। अनि उहाँ चाहिँ दिदी पनि हुनुहुन्छ। अनि बस्ने बेला भयो। अनि भाइले चाहिँ के सोचिराख्नु भएको छ क्या, यहाँनिर हेर्न सक्नुहुन्छ। अनि मैले तिर्खा लाग्यो अनि पानी खाँदैछु साथीहरू यतिखेर है। अनि हाम्रो कुराकानी पनि हुँदैछ, पुरा गफ हुँदैछ। एकजना दिदी हुनुहुन्थ्यो, छिमेकी दिदी। अनि उहाँहरू पनि पुरा गफ गरिरहनु भएको छ। उहाँले चाहिँ फेरि के हेर्नुभयो त्यो पनि थाहा भएन। अनि हामी चाहिँ हाई भन्दैछु, भाइले भिडियो बनाउँदै हुनुहुन्छ। अनि दिदी पनि बस्नुभएको छ। हामी सबै परिवार बसेर कुराकानीहरू भइरहेछ क्या साथीहरू यहाँनिर, मिठो मिठो कुराकानी। अनि यो दिनहरू पनि गएको थाहा छैन। अनि अब यति भन्दै हाम्रो पनि घर जाने बेला भइसकिसक्यो साथीहरू। अनि आज हाम्रो मुठा बान्ने मात्रै दिन हो। यति भन्दै बाई बाई, अर्को भिडियोमा भेटौँला।